नमस्कार, बीबीसी नेपालको पडकास्टमा यहाँलाई स्वागत छ। म साजना तामाङ कुँवर, पछिल्लो 12 वर्ष यता सक्रिय पत्रकार। मिडियामा मेरो अनुभव रेडियो र टेलिभिजनमा छ र हाल अनलाइन न्युज पोर्टलमा कार्यरत छु र पत्रकार महिलाहरूको संस्था सञ्चारिका समूहमा आबद्ध छु। नेपाली महिलाहरूको नेतृत्वमा स्थापित गैर नाफामूलक राष्ट्रिय सञ्जाल संस्था बियोन्ड बेजिङ कमिटी नेपाल बीबीसीले राइट हियर राइट नाउ RHRN सँगको सहकार्यमा यो पडकास्ट निर्माण गरेको हो। बीबीसीले यो परियोजनामा नेपालका भोलिका भविष्य युवा र किशोर किशोरीहरूलाई केन्द्रमा राखेर विभिन्न टपिकमा पडकास्ट निर्माण गर्नेछ। आजको हाम्रो छलफलको विषय रहेको छ जेन्डर इक्वालिटी अर्थात् लैङ्गिक समानता र यस विषयमा कुराकानीका लागि हामीसँग हुनुहुन्छ जेन्डर इक्वालिटी एक्सपर्ट एन्ड पोलिटिसियन डाक्टर बिन्दा पाण्डे। स्वागत छ यहाँलाई। हस्, धन्यवाद। नमस्कार। सन्चै हुनुहुन्छ नि? ठिक छु। आज हामी जेन्डर इक्वालिटीको विषयमा कुराकानी गर्दैछौँ। अब यो कुराकानीको सुरुमै लैङ्गिक समानता जेन्डर इक्वालिटी भनेको चाहिँ के हो, यसको अर्थ? सबभन्दा पहिला त बीबीसीले यो नयाँ सुरुवात गरेको छ, त्यसको लागि तपाईँहरूलाई एकदमै सफलताको लागि शुभकामना। र अब यो लैङ्गिक समानता भन्ने खालको कुरा चाहिँ खास गरेर अहिले हामी गणतन्त्र होइन, लोकतान्त्रिक गणतन्त्र नेपालमा छौँ र गणतन्त्रमा हरेक नागरिक समान हैसियतका हुन्छन् भन्ने कुरो हुन्छ। त्यसले गर्दाखेरि लैङ्गिक यो फरक भनेको चाहिँ यौनिकताको आधारमा उनीहरूको एउटा प्रजनन क्षमतामा फरक हुन्छ। त्योभन्दा बाहेक कुनै पनि कुरामा विभेद गर्नु हुँदैन, विभेद हुन जरुरी छैन र हरेक क्षमतामा होइन, हरेक चाहिने अवसरमा, हरेक योग्यतामा उनीहरूले समान हैसियत प्राप्त गर्नुपर्छ। त्यसले गर्दा छोटोमा भन्दाखेरि यौनिक पहिचानको आधारमा कसैलाई पनि उनीहरूको अवसरमा, दायित्वमा होइन, कर्तव्यमा, अधिकारमा केहीमा पनि भिन्नता गर्न हुँदैन र त्यो चाहिँ नतिजामा परिणाममा समानता आउने गरी राज्यको नीति पनि बन्नुपर्छ। त्यसपछि समाजको मूल्य मान्यता पनि बन्नुपर्छ। हाम्रा व्यवहारहरूमा, हाम्रा बोलीहरूमा त्यो कुरो झल्किनुपर्छ भन्ने खालको कुरा नै हो। यहाँले नेपालको कन्टेक्स्टमा त धेरै खालको समाज देखिसक्नु भएको छ। तपाईँको त्यो बेलाको समाज र अहिलेको समाजले लिने लैङ्गिक समानतालाई कस्तो रूपमा लिन्छ? त्यो बेला कस्तो थियो, अहिले कस्तो? अब मैले मेरो आमाहरूको पुस्ताको कुरा गर्ने हो भने मेरो आमाको बिहा 8 वर्षमा भएको थियो। 8 वर्षमा बिहा भएको आमाको छोरी हो म। मेरो 3 जना दिदीहरूले स्कुल जान पाउनु भएन। त्यो भने किन भन्दा छोरीहरूलाई स्कुल पठाउन पर्दैन, हुँदैन भन्ने स्थिति थियो। पढ्नै पर्दैन, पढ्यो भनेदेखि बिग्रन्छन् भन्ने खालको स्थिति थियो। पछि जब मेरो दाइहरू स्कुल जाने स्थिति भयो, दाइहरू स्कुल गएर उहाँहरूले पढ्ने अवसर पाएको कारणले पछाडि जन्मेका हामी 3 जना दिदीबहिनीले चाहिँ स्कुल जान पायौँ भने हिजोको त्यो खालको स्थिति थियो। त्यसपछि अब बाहिर महिलाहरूले बाहिर काम गर्ने होइन भन्ने खालको कुरा थियो। त्यसपछि अब महिलाहरू घरभित्रैको काम गर्ने हो भन्ने खालको कुरा थियो होइन। अनि कपाल म आफैलाई चाहिँ नि मैले त्यतिखेर अलि यो कपाल छोटो काटेको थिएँ। अनिखेर मेरो बुवाले छोरीहरूले घरमा भित्र बाहिर गर्दाखेरिमा चाहिँ कपाल बान्नुपर्छ, छोडेको कपाल होइन राखेर भित्र बाहिर गर्नु हुँदैन भन्ने खालको अनिखेर भन्नुहुन्थ्यो। तर अब मैले सानैदेखि कपाल काटे भएर घरैमा लाखेछ भन्नुहुन्थ्यो कि बुवाले। त्यो लाखेको चाहिँ कपाल बाने हुँदैन नि त, कपाल नबानेको कारणले। भनेको अब त्यो खालको स्थिति त हामीले नै भोगेका हो भने आजको स्थितिमा चाहिँ होइन, हरेक सन्तानलाई स्कुल पठाउनुपर्छ होइन। त्यो चाहिँ आधारभूत शिक्षा चाहिँ भनेको 8 क्लाससम्मको शिक्षा चाहिँ सबैको लागि अनिवार्य भन्ने तहमा त हामी पुगिसकेका छौँ। त्यस पछाडि अब यो के अरे स्वास्थ्यको हिसाबबाट हेर्ने भने खास गरेर लैङ्गिक हिसाबले हेर्दा प्रजनन स्वास्थ्यको कुरो गर्दाखेरि अब त्यतिखेर त्यो सुनेनी बोलाउने भन्ने कुरा नै रियर थियो भने हस्पिटल जाने भन्ने त कल्पनै थिएन। म चाहिँ नि घरको बाहिरपट्टि ढिकीको कुनामा जन्मेको मान्छे हो। अनि त्यतिखेर मेरो आमाले भन्नुहुन्थ्यो त्यो व्यथा लागेपछि चाहिँ जति धेरै काम गर्यो, जति छिटो काम गर्यो त्यति सजिलोसँग चाहिँ नि बच्चा जन्मन्छ भन्ने थियो अरे। दुखाइ बिर्सन्छ। तर अब आजको स्थितिमा हेर्दाखेरि भनेको चाहिँ हरेक होइन सन्तान जन्माउने बेलामा हस्पिटल जानुपर्छ। अनि त्यसपछि प्रेग्नेन्ट भएदेखि नै अनि त्यसपछि होइन चेक गराउनुपर्छ भन्ने तहमा हामी स्वास्थ्यको हिसाबले नि पुगेका छौँ। त्यसले गर्दा हामीले यो चाहिँ नि मातृ मृत्यु दर होइन, शिशु मृत्यु दर, गर्भवतीहरूको चाहिँ चेकअप,
जस्ता कुराहरूमा हेर्ने हो भने पनि धेरै प्रगति भएको छ भनेर हामीले लैङ्गिक हिसाबबाट भन्न सक्छौँ। अब रोजगारीको हिसाबले पनि हिजो अस्ति छोरीहरूले अथवा महिलाहरूले घर बाहिरको काम गर्ने होइन भनेको जागिर खाने होइन भन्ने खालको थियो भने अहिले हामीले राज्यको हरेक निकाय हरेक क्षेत्रमा त्यसमा चाहिँ सन्तुलित सहभागिता हुनुपर्छ भन्ने हिसाबले गएका छौँ र अहिले राज्यको नीति पनि कम्तीमा पनि सबै ठाउँमा महिलाहरूको लागि चाहिँ होइन जहाँ कम हुनुहुन्छ त्यो ठाउँमा आरक्षित गरेर पनि उहाँहरूको सङ्ख्या बढाउने खालको स्थितिहरू छन्। त्यसले गर्दाखेरि हामीले चेतना, शिक्षा, स्वास्थ्य, रोजगारी होइन अब राजनैतिक हिसाबले नै पनि सहभागिता हेर्ने भने हिजोको दिनसँग तुलना गर्दा आज धेरै परिवर्तन चाहिँ भएको छ। यो पर्याप्त छैन। किन भन्दाखेरि अहिले चाहिँ नि महिलाहरूको कुरा गर्ने भने हामीले किन भन्दा यो लैङ्गिक समानताको कुरो गर्दाखेरिमा चाहिँ हरेक ठाउँमा सन्तुलित सहभागिता सन्तुलित भूमिका भन्ने कुरा हो नि त। तर अहिले कस्तो भन्दा महिलाहरूलाई चाहिँ घर बाहिरको क्षेत्रमा सहभागिताको कुरामा चाहिँ राज्य पनि लाग्यो, हामी पनि लाग्यौँ होइन, समाजले पनि त्यो हिसाबबाट चाहिँ कुरा गरिरहेछ, हाम्रा सङ्घ संस्थाहरूले पनि त्यसमा जोड दिइरहेछ। तर हिजो घरभित्र मात्रै काम गर्ने महिलाहरू आज घर बाहिर पनि काम गर्न आउनु भएको छ। तर घरभित्रको काममा पनि पुरुषहरूको चाहिँ सन्तुलित सहभागिता भएन भने महिलाहरूलाई चाहिँ झन् कार्यबोझ मात्रै बढ्ने स्थिति हुन्छ। आजको स्थिति त्यही छ। त्यसले अबको चाहिँ हाम्रो जोड भनेको चाहिँ कामको हिसाबले भूमिकाको हिसाबले हेर्दाखेरि निजी क्षेत्र र सार्वजनिक क्षेत्रमा दुवै ठाउँमा महिला र पुरुषको समान सहभागिता हुनुपर्ने कुरालाई जोड दिँदै महिलाहरू जसरी सार्वजनिक ठाउँमा निस्केका छन् पुरुषहरूलाई चाहिँ घरभित्रको भूमिकामा पनि सन्तुलित सहभागी गराउने खालको कुरामा चाहिँ जोड दिन जरुरी छ भन्ने लाग्छ। त्यही त हिजो छोरीले पढ्नै हुँदैन, पढ्नै पर्दैन होइन। अनि स्वास्थ्यको कुरा गर्ने हो भने पनि त्यो एकदमै अहिले अत्यावश्यक मानिएको बच्चा जन्माउने क्रममा कुनै त्यस्तो आधारभूत सेवाहरू नै लिन पर्दैन थियो अथवा वञ्चित हुने अवस्था थियो होइन। अब राजनीतिकै कुरा गर्ने हो भने त झन् साह्रो महिलाको सहभागिता एकदमै न्यून थियो नि त। त्यो स्थितिबाट आज हामी फरक एरामा छौँ। यो बिचमा त्यो समयदेखि यहाँसम्म आइपुग्नको लागि हाम्रो समाजले जसरी चेन्ज जुन परिवर्तन आज देखिरहेको छ हाम्रो पुस्ताले, कस्ता खालका आन्दोलनहरू कस्ता खालका घटनाक्रमहरू भए इतिहासमा? अब यो कुरा चाहिँ मैले अहिले भर्खरै एउटा भुइँ मान्छे भन्ने किताब लेखेको छु। त्यो भुइँ मान्छे भन्ने चाहिँ खास गरेर यो पञ्चायत कालमा बहुदल ल्याउनको लागि भूमिगत काम गर्दाखेरि त्यो एकदमै आधारभूत वर्गले चाहिँ कसरी चाहिँ योगदान गर्यो भन्ने सन्दर्भमा त्यसमा महिलाहरूको भूमिका के रह्यो भन्ने पनि एकदम प्रशस्त आएको छ होइन। आमाहरूले कसरी चाहिँ भूमिका निर्वाह गरे भन्ने खालका कुराहरू त्यसमा चाहिँ आएका छन् होइन। त्यसको अब एउटा मात्रै कुरा भन्दाखेरि त्यहाँ एकजना भैरवाको चुम्कला बन्जाडे भन्ने कथा छ क्या। अनि उहाँ चाहिँ नि भूमिगत नेताहरूलाई सेल्टर दिने अनि हेर अब आम्दानीको स्रोत केही थिएन, श्रीमान स्कुल पढाउनुहुन्थ्यो पनि त्यो छोडेर भूमिगत हुनुभयो। अनि हेर 3-4 बच्चा थिए अनि चाहिँ कुखुरा केही पाल्नु भएको थियो अनि त्यसपछि त्यो कुखुराको अन्डा बेचेर तेल मसला सबै गर्दाखेरि अनि सानो छोराले चाहिँ आमा म पनि अन्डा खान्छु नि भनेर भनेछ। अनि हेर अब त्यो के बजार गएर ल्याउनु छ, अहिले कहाँ अन्डा खाने भनेर आमाले त्यो बेच्न जानुभयो। फर्केर आउँदाखेरि त्यो छोरो चाहिँ त्यो कुखुराले जहाँ अन्डा पार्ने त्यो टोकरी हुन्छ नि बसिरहेको रहेछ अरे क्या। अनि त्यहाँ किन त्यहाँ बसेको त भन्दाखेरि तिमीले अन्डा दिएनौ, म आफै पार्छु आफै खान्छु भन्यो कि। किन भन्दाखेरि उसलाई चाहिँ त्यो 2-2.5 वर्षको बच्चालाई चाहिँ त्यो टोकरीमा बसेपछि अन्डा पर्छ भन्ने पऱ्यो नि त। भने त्यो चाहिँ के भन्दाखेरि महिलाहरूले त्यो स्थितिमा योगदान गरे। राजनैतिक नेतृत्वलाई हाम्रा भूमिगत चाहिँ नि नेताहरूलाई खाने बस्ने व्यवस्था गर्नलाई आफ्नो सानो छोरालाई चाहिँ एउटा अन्डाबाट पनि वञ्चित गराएर ती होइन परिवर्तनको लागि त्यो महिलाहरूले गरेको योगदान हो। त्यस्तो अरू धेरै चाहिँ होइन आमाहरूले त्यस्तो खालको चाहिँ योगदानहरू गर्नुभएको छ। तर त्यो सबै भूमिकालाई चाहिँ नि सतहमा नीति निर्माण तहमा गणना गरिएन, उहाँहरूलाई सहयोगीको हिसाबले मात्रै लिइयो। र अरू धेरै महिलाहरू चाहिँ अब घरबारै छोडेर भूमिगतै हिसाबले नि लाग्नुभयो, अरू सङ्गठनमा होइन ओपनली नि लाग्नुभयो। तर जहिले पनि हाम्रो राजनैतिक नेतृत्वले चाहिँ उहाँहरूलाई सहयोगीको भूमिका मात्रै देख्यो। र आजको दिनको समस्या भनेको चाहिँ ती महिलाहरू जो हरेक आन्दोलनमा साथ छन् नि, ती चाहिँ नि हरेक आन्दोलनका सहयोद्धा हुन् भन्ने हिसाबले आजको प्रणालीमा पनि आजको शीर्ष नेतृत्वले स्वीकार गरेन। महिला आज पनि उनीहरू सहयोद्धा हुन् र आज जे परिवर्तन भएको छ त्यो परिवर्तन ल्याउनको लागि यी महिलाहरूको नि हाम्रो जति योगदान छ भन्ने कुरालाई राजनैतिक नेतृत्वले मनैदेखि स्वीकार गर्न नसकेको परिणाम आज पनि उनीहरू सहयोगी हुन्। महिलाहरूले हामीले भनेको कुरो मान्नुपर्छ,
हामीले उनीहरूलाई जे भूमिका दिन्छौँ त्यो कुरोमा सन्तोष गर्नुपर्छ भन्ने मानसिकताबाट चाहिँ हाम्रो नेतृत्व राजनैतिक नेतृत्व मुक्त भएको छैन। आजको समस्या चाहिँ त्यो हो। हामी समाजकै कुरा गरिरहेछौँ। आज पनि हाम्रो समाजमा लैङ्गिक समानतालाई बाधा गर्ने खालको के आर्थिक हाम्रो सामाजिक सांस्कृतिक के कुराहरू छन् त्यस्तो जसले चाहिँ सबैभन्दा ठुलो समस्या भनेको चाहिँ हाम्रो जुन खालको चाहिँ नि यो सामाजिक मूल्य मान्यताहरू छन् नि त्यो परम्परागत हिसाबबाट स्थापित भएका मूल्य मान्यताहरू नै हुन्। त्यसले गर्दा हामीले प्रणाली परिवर्तन गऱ्यौँ, हामीले चाहिँ नि संविधान परिवर्तन गऱ्यौँ हैन, हामीले चाहिँ नि समावेशिताको चाहिँ नीति पनि पास गऱ्यौँ, कानुन पनि बनायौँ। तर त्यही हिसाबले चाहिँ नि त्यो जुन हाम्रो हिजोदेखिको मूल्य मान्यता थियो नि त्यो मूल्य मान्यता चाहिँ हामीले परिवर्तन गर्न सकेनौँ। त्यसले गर्दा संविधानलाई यहाँले कसरी व्याख्या गर्नु हैन, जस्तो मूल्य मान्यता महिला भएपछि यो गर्नुपर्छ, पुरुषहरूको भूमिका यो हुन्छ भने जुन चाहिँ नि लैङ्गिक भूमिकाको कुरा छ नि लिङ्गको आधारमा दिने भूमिका, लिङ्गको आधारमा दिने भूमिका एउटा कुरो। अर्को भनेको चाहिँ नि त्यसका चाहिँ सकारात्मक हिसाबले मैले अघि भन्दाखेरिमा सहयोगीको भूमिका चाहिँ गणना गरियो सहयोद्धाको रूपमा हैन, स्वीकार गरिएन। नकारात्मक हिसाबले भन्ने हो भनेदेखि समाजमा भएका कुनै पनि कुराको जुन त्यसको नकारात्मक दोष हुन्छ नि त्यसको मापदण्ड चाहिँ एउटै भएन कि। जस्तो खास गरेर अहिले यौन हिंसाको कुरा गर्ने हो भने यौन हिंसाको अथवा चाहिँ लैङ्गिक हिंसाकै कुरा गर्ने हो भने हिंसा हुने भन्दा हिंसा गर्ने चाहिँ हो नि त गलत। एक्ज्याक्टली। तर त्यो हिंसा गर्ने पक्षलाई चाहिँ नि मूल दोषी अहिले पनि हाम्रो समाजले ठान्दैन कि। जहिले पनि प्रश्न महिला पीडित भएको अवस्था जहिले पनि प्रश्न भनेको चाहिँ त्यो कमजोर पक्ष जुन समाजले भनेको छ लैङ्गिक हिसाबले महिला, अनिखेर चाहिँ नि कुनै महिलामाथि चाहिँ लैङ्गिक हिंसा भयो भने अनि उसले के लगाएको थिए, के खाएको थिए हैन, कहाँ गएको थिए, कुन बेला गएको थिए भने त्यो कुन बेला कहाँ गयो के लायो भन्ने खालको चाहिँ त्यो मुख्य प्रश्न होइन नि त। कोही पनि मान्छे कोही पनि जाँदा कोही अर्को एउटा नागरिकले ऊ माथि हिंसा गर्नुहुन्छ भने हिंसा गर्ने मान्छे चाहिँ दोषी हुनुपर्ने हो नि त। समाजले अहिले पनि हिंसा गर्ने पक्षलाई दोषी ठान्दैन कि। त्यसले गर्दाखेरि यो चाहिँ महिलाहरूलाई कमजोर लैङ्गिक समुदाय भनेर जुन चाहिँ परम्परागत हिसाबबाट स्थापित हुँदै आएको थियो नि त्यसलाई रूपान्तरण गर्ने कुरामा चाहिँ हाम्रो राज्य अहिले पनि त्यति होइन सकारात्मक छैन, त्यति चाहिँ पहल गरिरहेको छ। कस्तो राम्रो कुरा गर्नुभयो क्या, सहयोगीका रूपमा स्वीकार्यो तर सहयोद्धा मानेन। व्यवस्था परिवर्तनको कुरामा थियो हैन, हरेक आन्दोलनहरुमा व्यवस्था परिवर्तनको बेलामा सहयोद्धा सँगसँगै भए, तर व्यवस्था परिवर्तन भइसकेपछि सहयोगी मात्रै ठानियो। नेपाली समाजमा महिला र किशोर किशोरीहरूलाई उनीहरूको जुन अपर्च्युनिटीहरू पाउने कुराहरू हुन्छ नि उनीहरूले त्यस्तोमा वञ्चित गर्ने हाम्रो यो ट्रेडिसनल जुन माइन्डसेट छ त्यो मात्रै हो कि अरू कारणहरू पनि यसमा मिसिन्छ? अनि मूल कुरो भनेको चाहिँ माइन्डसेट हो। अब अहिले तत्कालै चलिरहेको नै एउटा के अरे घटनाको कुरा हेरौँ न। अहिले चाहिँ हाम्रो राष्ट्र ब्याङ्कमा गभर्नर को ल्याउने भनेर चर्चा भइरहेछ। त्यहाँको सबैभन्दा अग्रपङ्क्तिमा त्यही काम गरेर होइन आफ्नो चाहिँ त्यो क्षमता, आफ्नो चाहिँ योग्यता, आफ्नो अनुभव लिएको एकजना महिला साथी त हुनुहुन्छ नि त। तर उहाँको बारेमा कहिले पनि उहाँ गभर्नर हुने कि नहुने भन्ने चर्चा छैन। अनि त्यसपछि अब त्योभन्दा बाहिरको को हुने कि नहुने भन्ने मात्रै यहाँ चाहिँ कसलाई बनाउने भन्ने खालको मात्रै छ। त्यसले गर्दाखेरि डेपुटी हुनसम्मको लागि लायक योग्य, तर होइन त्यसको चाहिँ नि प्रमुख हुनको लागि चाहिँ जहिले पनि क्वेसन होइन प्रश्नवाचक चिन्ह चाहिँ त्यहाँ खडा हुने गर्छ। त्यसले गर्दाखेरि अहिले पनि प्रमुख भूमिकामा महिलाहरूलाई स्थापित गर्ने कुरामा हाम्रो होइन नेतृत्वमा रहेको जो चाहिँ समुदाय छ उहाँहरूको दिमागमा सक्छ र भन्ने क्वेसनले छोडेको छैन क्या। त्यसले गर्दा त्यो क्वेसन जुन दिन हट्छ नि, अब तपाईँ मन्त्री परिषदकै कुरा गर्नुहोस्, हामीले त्यत्रो चाहिँ आन्दोलन गरेर अनि त्यस पछाडि अब 1/3 होइन सुनिश्चितता नै गरेका छौँ। अब लक्ष्यको हिसाबले त हामीले मौलिक हकमा नै समानुपातिक सहभागिता राज्यको हरेक निकाय भनेका छौँ। तर आज हामीले मन्त्री परिषदमा हेर्ने हो भने कतिजना छौँ? दुई पनि छैन, अहिले त एकजना। किन भन्दा क्याबिनेट मिनिस्टरको हिसाबले त अहिले त एकजना हो। अब हामीले प्रदेशमा हेर्ने भने नि स्थिति त्यही छ। अनि महिला भएन नि, दलित भएन नि भनेर क्वेसन उठ्यो भने अनि उहाँहरूलाई चाहिँ राज्य मन्त्रीको हिसाबले लाने कुरा छ। राज्य मन्त्री भनेर त फेरि पनि ऊ सहायक ऊ झन्डा मात्रै हो। त्यसले गर्दा मैले के भन्ने गर्छु भन्दा हामीले मागेको चाहिँ पावर हो, तर चाहिँ नि राज्यले चाहिँ जहिले नि हामीलाई झन्डा दिएर चित्त बुझाउन खोज्छ। त्यसले गर्दा हामीले चाहेको
सन्तुलित शक्ति हो, तर हामीले खोजेको झन्डा होइन। सन्तुलित शक्तिको माग गरेको ठाउँमा झन्डा दिएको छ अनि एउटा डन्डा पनि दिएको छ होइन, सुरक्षाकर्मी। झन्डा र डन्डा दिएर चाहिँ अनि शक्तिमा सन्तुलित सहभागिता पुरा हुँदैन। हिजोको दिनमा हेर्दाखेरि हामीले त खासमा महिला राष्ट्रपति, महिला प्रधान न्यायाधीश, महिला सभामुख पनि पाइसकेको अवस्था हो होइन। तर त्यति भन्दै गर्दाखेरि तपाईँले भने जस्तो फेरि पनि कार्यकारी भूमिकामा होइन, डिसिजन मेकिङमा महिलालाई जिम्मेवारी दिने बेलामा यो जुन खालको हिचकिचाहट, कन्फ्युजन जस्तो होइन, आलताल गर्ने प्रवृत्ति यो किन हुन्छ कि खासमा? यो तपाईँ त अब लामो समय राजनीतिमा पनि आबद्ध हुनुहुन्छ होइन, नजिकमा रहेका पुरुष मानसिकतालाई पनि केही रिड गर्नु भएको छ, के हो खास? होइन, रिड त प्रशस्तै गरिरहेछ। त्यसले गर्दा त्यही हो उहाँहरूको त यो हेर्ने दृष्टिकोण। यो मलाई जन्माउने आमा पनि मै जतिको नागरिक हो, मलाई जन्माउने आमाले नै जन्माएको मेरो दिदीबहिनी पनि मै जतिको नागरिक हो। उसको पनि होइन यौनिक पहिचान फरक हो, तर उसको बुद्धि, उसको विवेक, उसको सोच्ने तरिका होइन, उसको सोच्ने क्षमता यो चाहिँ नि मै जतिको छ भन्ने कुरालाई पनि स्वीकार गरेको स्थिति चाहिँ भएन कि। त्यसले गर्दाखेरि बुद्धि विवेक भन्ने खालको कुरो चाहिँ नि त्यो मस्तिष्कमा हुन्छ होइन कि यौनिकतामा हुन्छ भन्ने खालको चाहिँ सोचबाट हाम्रो समाज अहिले पनि ग्रसित छ। त्यसले गर्दा अब तपाईँ महिला हुने र पुरुष हुने भन्ने तपाईँको यौनिकताको फरक हो नि त। अनि तपाईँले सोच्ने तरिका, तपाईँले चाहिँ नि लिने ज्ञान होइन, तपाईँले गर्ने निर्णय, तपाईँको अरू योग्यता क्षमताको कुरा भने त योग्यता क्षमता सिपको कुरा हो नि, तपाईँका चाहिँ होइन हात खुट्टाले गर्ने कुरा होला होइन। ज्ञान क्षमता भनेको भन्ने त दिमागले सोच्ने कुरा हो नि त। अनि त्यो कुरालाई लगेर यौनिक पहिचानसँग किन जोड्ने? तर त्योबाट हामी मुक्त भएनौँ। समस्या चाहिँ त्यही नै हो। अनि तपाईँले भनेको जस्तो अब राष्ट्रपति होइन, प्रधान न्यायाधीश, अनि त्यसै सभामुख, अनि एकपल्ट उहाँलाई बनाइदिएपछि पुरा भयो त? मेरो क्वेसन भनेको होइन, मेरो क्वेसन भनेको चाहिँ सुरुदेखि आजका मितिसम्म कतिजना प्रधान न्यायाधीश हुनुभयो? अनि टोटलमा कति अवधिमा महिला प्रधान न्यायाधीशले चाहिँ कति अवधि चलाउनु भयो त? अब ल राष्ट्रपति त बरु अब हामीसँग अहिले तेस्रो राष्ट्रपति हुनुहुन्छ, अब त्यसपछि अब चौथोमा के हुन्छ भन्ने सोचौँला होइन। अब जस्तो सभामुखकै कुरा गर्ने भने नि बौद्धलाई आइसके पछाडि हेर्ने 48 सालदेखि आजका मितिसम्म कति अवधि चाहिँ नि सभामुख भए यो मुलुकमा? कतिजना भए? अनि कति अवधि चाहिँ नि महिला भए त? एउटा कुरा त्यो। दोस्रो कुरा चाहिँ अनि महिलाले सक्छन् कि सक्दैनन् भनेर हेर्ने हो भने त्यही छोटै अवधि भएको भए नि त्यो महिला सभामुख हुँदा र पुरुष सभामुख हुँदाखेरिको उनीहरूको पर्फर्मेन्स हेरेर हामीले चाहिँ सक्छ कि सक्दैन भनिरहेछौँ कि छैनौँ? महिला प्रधान न्यायाधीश हुँदा र पुरुष प्रधान न्यायाधीश हुँदा साँच्चै महिला हुँदा कमजोरै भएको थियो त? राम्रो भएको थियो भने अर्को चाहिँ नि महिला प्रधान न्यायाधीश बनाउने कुरोमा किन प्रेरित हामी गरिरहेको छैनौँ? राष्ट्रपतिको कुरा नि त्यही हो। जस्तो चाहिँ नि मन्त्री परिषदकै कुरा हेर्ने हो भने नि महिलाहरूले लिएर चलाएका मन्त्रालय पुरुषहरूले चलाएको भन्दा कमजोर थिए त? थिएनन् भने महिलाहरूलाई फेरि समान हिसाबले चाहिँ त्यो अवसर दिन सकिन्छ भनेर किन सोच आउँदैन? संसदभित्रकै कुरा गर्दाखेरिमा संसदभित्र कुनै पनि दलले प्रमुख सचेतक महिला बनाउँदैन, सचेतक मात्रै महिला हुन्छ। किन भन्दा ऊ प्रमुख हो नि त। अनि हेर त्यहाँ सचेतक चाहिँ महिला हुन्छ, दुईटा डिसिजन मेकिङको कुरा आयो। अनि हेर सभामुख र उपसभामुखमा एउटा भने पछाडि अधिकांश बेलामा महिला भनेको उपसभामुख भन्ने। त्यही भएर मैले जुन चाहिँ सहयोगीको भूमिका मात्रै महिलाहरूलाई चाहिँ देखिन्छ भन्ने कुरा चाहिँ तपाईँ पालिकामा हेर्नु भने पनि उपप्रमुख चाहिँ महिला सबै हो। अनि हेर तपाईँ चाहिँ वडामा गएर हेर्नु भने अध्यक्ष चाहिँ सबै पुरुष, त्यसपछि तोकिएको कोटामा चाहिँ महिला भने यो कुरा तोड्न जरुरी छ। र यो कुरा तोड्नको लागि हाम्रो संविधानको महिलाको हक अन्तर्गत धारा 38ले पनि राज्यको हरेक निकायमा समानुपातिक सहभागिता जुन भनेको छ यो अनुसार चाहिँ राज्यको हरेक निकायमा समान हैसियतमा पदीय हिसाबले र त्यो पद र प्रणाली भन्छु मैले, पद र प्रणाली सबैमा चाहिँ नि समानुपातिक सहभागिता गराउने हिसाबले हामी जुन दिनसम्म नीति कानुन बनाउँदो रहेन रहेछौँ, नीतिले मात्रै काम गर्दो रहेन रहेछ भन्ने चाहिँ देखाएको छ। त्यसको कार्यान्वयन पनि जुन अहिले जस्तो भइरहेछ त्यस्तो हुनु भएन। कार्यान्वयन चाहिँ अर्को के भइरहेछ अहिले भन्दाखेरि जस्तो हामी समावेशिताको कुरा गरिरहेछौँ
अनि समावेशिता भनेको प्रतिनिधि मात्रै हो कि प्रतिनिधित्व पनि हो भन्ने खालको क्वेसनको चाहिँ जवाफ खोज्न जरुरी छ। र अहिले अब प्रतिनिधि चाहिँ हामीले पठाइरहेछौँ, तर त्यो प्रतिनिधिले चाहिँ नि प्रतिनिधित्व कति गरिरहेछ भन्ने क्वेसन चाहिँ अहिले टटकारो छ। त्यसले गर्दा महिला पठाएर के भयो, दलित पठाएर के भयो, सीमान्तकृत पठाएर के भयो भन्ने जे क्वेसन छ नि, यो समावेशिताको हाम्रो चाहिँ हामीले उठाएको कुरा के हो भन्दा त्यो समुदायको मुद्दा चाहिँ नि त्यही समुदायकोले जानेको हुन्छ। त्यसले गर्दा त्यो समुदायकै व्यक्तिले त्यो समुदायको मुद्दा लिएर जानु पर्यो। त्यो टेबलमा मुद्दा राखिसकेपछि त्यसलाई बहसको विषय बनाएर त्यो चाहिँ फेरि उनीहरूको मात्रै मुद्दा होइन, साझा मुद्दा बनाउनु पर्यो। र त्यो साझा मुद्दा बनाएर त्यसलाई सम्बोधन हुनुपर्छ भनेर हामीले त्यो प्रतिनिधित्वको लागि प्रतिनिधिको कुरा गरेका थियौँ। तर अहिले चाहिँ नि होइन, तपाईँलाई अथवा तिमीलाई होइन पार्टीले त्यहाँ पठाएको छ, त्यसले गर्दा पार्टीले भनेको मान्ने भन्ने त त्यो देखाउनको लागि प्रतिनिधि चाहिँ छ। तर मान्ने चाहिँ कसले त भन्दाखेरि उसले बोकेर आएको मुद्दा होइन कि अर्को जसले चाहिँ होइन व्हिप जारी गर्छ उसले भनेको चाहिँ नि मान्नुपर्ने भएपछि त्यसले प्रतिनिधित्व गर्न नसकेको कुरो अहिले आम रूपमा प्रश्न होइन उठ्न थालेको छ। यो सोचनीय विषय हो। तपाईसँग त राजनीतिसँगै लैङ्गिक समानताको विषयमा अनुभव पनि छ, अध्ययन पनि छ। नेपालमा लैङ्गिक समानतालाई बलियो बनाउने नीति जुन अलिकति तपाईँले अघि पनि कुरा गर्नुभयो, नीति नियमहरू कस्ता खालका छन्? अब यसमा मूलत हामीले जस्तो पञ्चायतकालमा पनि 3-4वटा विषय उठाउँदै आएको। त्यसले गर्दा जुन बेलामा हामी पञ्चायतका विरुद्धमा होइन बहुदलीय व्यवस्थाको लागि लडिरहेका थियौँ, त्यतिखेर छोरीलाई पनि समान पैतृक सम्पत्तिमा हक हुनुपर्छ भन्ने मुद्दा थियो। त्यस पछाडि आमाको नामको नागरिकताको मुद्दा पनि थियो। अनि त्यसमा चाहिँ नि यो महिला विरुद्धको जुन हिंसा छ, यो हिंसाको विरुद्धमा चाहिँ कडा कानुन बनाएर कार्यान्वयन गर्नुपर्छ भन्ने खालको मुद्दाहरू थिए। मूलतः यो 3वटा मुद्दा चाहिँ हामीले पञ्चायतकालमा उठाएका थियौँ। अनि त्यस पछाडि 46 सालमा आन्दोलन भयो, आन्दोलन सफल भयो। त्यसपछि यो बहुदलीय व्यवस्था अन्तर्गत होइन पार्टीका प्रतिनिधिहरू चाहिँ कानुन बनाउने ठाउँमा पुग्नुभयो, पुरुषहरू मात्रै नै हुनुहुन्थ्यो। अनि हामीले त्यतिखेर सबै महिलाहरूको क्षेत्रबाट 16 बुँदे सुझाव लिएर गएका थियौँ। अनि 16 बुँदे सुझाव लिएर जाँदाखेरि अनि त्यतिखेर के भयो भन्दाखेरि त्यही पहिला हामीलाई जसले चाहिँ नि पैतृक सम्पत्तिमा समान हकको कुरा सिकाउनु भएको थियो, उहाँहरूमध्येले एकजनाले चाहिँ नि यो पैतृक सम्पत्तिमा समान हक चाहिँ राख्न सकिँदैन, त्यसो भने समाज बिग्रिन्छ भनेर उहाँले भन्नुभयो। त्यो भनिसकेपछि अनि हामीले चाहिँ अनि यो लेख्ने ठाउँमा पनि हाम्रै प्रतिनिधि हुनुपर्ने रहेछ भनेर 47 सालमा त्यो भइसकेपछि अनि हामीले यो सहभागिताको मुद्दालाई पनि बढी उठाउँदै अगाडि बढेको। अनि त्यसपछि मुद्दा थपियो, यो चाहिँ सहभागिताको कुरा पनि अगाडि बढ्यो। अनि सहभागिताको कुरा अगाडि बढ्दै जाँदा बेजिङ कन्फरेन्स भयो होइन, यो अन्तर्राष्ट्रिय विश्व 4थो सम्मेलन, अनि जुनसँग BBC पनि सम्बन्धित छ। अनि त्यस पछाडि चाहिँ नि कम्तीमा पनि राज्यको हरेक निकायमा 1/3 महिला सहभागिताको कुरा उठाउन थालियो। अनि त्यसरी उठाउँदै आउँदाखेरिमा अर्को चाहिँ नि त्यो संविधानले छोरीलाई अंश दिने कुरो गरेन, नगरेपछि मुद्दा पर्यो। मुद्दाले सर्वोच्च अदालतले चाहिँ अध्ययन गरेर अनिखेर चाहिँ सम्बन्धित पक्षसँग पनि छलफल गरेर कानुन बनाऊ भनेर भन्यो। अनि त्यो कानुन बनाउने खालको कुरामा पनि एकदमै लिङ्गरिङ भइरहेको थियो। बल्ल बल्ल त्यो 58 सालमा गएर विवाह गर्नु पूर्व छोरीले पनि छोरा समान पैतृक सम्पत्तिमा हक लाग्नेछ भन्ने खालको व्यवस्था भयो। त्यो बिहा भइसकेपछि सो त टुट्ने गरी उमेर के थियो, उमेर हक चाहिँ पहिला थियो 35 वर्ष भन्ने, तर त्यतिखेर चाहिँ उमेर हक चाहिँ हटाइयो र बिहा नगरुन्जेल विवाह नगरेको अवस्थामा भन्ने भयो। अनि अब त्यसले पनि समानता त भएन, बिहा गरेर पनि छोराको हक कायम रहने, छोरीको चाहिँ नरहने किन भन्ने खालको कुरा हुँदा अनि 62-63 को आन्दोलन हुने बेलामा चाहिँ हामी सबै दलका महिलाहरू एक ठाउँमा आएर अनि यता नागरिक समाजका महिलाहरू पनि एक ठाउँ त पहिलादेखि आइराख्नु पनि भएको थियो। अनि त्यस पछाडि चाहिँ त्यसमा 9 बुँदे यो जेन्डर एजेन्डाहरू बनाएर आन्दोलन हुनुभन्दा पहिला सबै राजनीतिक दललाई कमिट गराइयो। आन्दोलन सफल भएपछि हामी यो गर्छौँ भनेर अनि आन्दोलन भयो, सफल पनि भयो। फेरि त्यो चाहिँ नि 63 सालको जेठको 4 गते चाहिँ नि एउटा राष्ट्रिय घोषणा भयो, जुन दिन चाहिँ शाही सेना नेपाल सेना भयो होइन, नेपाल श्रीपाँचको सरकार नेपाल सरकार भयो। त्यो सबै भएको दिन त्यो महिलाहरूको सवालले केही पनि आएन। नआइसकेपछि अनिखेर महिलासँग होइन हामीले फेरि पनि पहल गऱ्यौँ।
किन त्यो विषय नै उठाइएन? विषय उठाइयो किन भन्दा त्यो हुँदैछ भन्ने भएपछि त्यतिखेरको चाहिँ नि जस्तो विद्यार्थी, युवा, होइन, महिला, त्यसपछि ट्रेड युनियनहरू 16वटा सङ्गठनले चाहिँ कम्तीमा नि 4वटा विषय चाहिँ पार्नुपर्छ भनेर सबै 7 दललाई नै त्यतिखेर बुझाएको पनि थियो। तर पनि उहाँहरूले त्यसलाई मतलब गरे किन आन्दोलन सफल भइहाल्यो, पावर आफ्नो फिर्ता आइहाल्यो, अब किन मान्नु पर्यो यिनका कुरा फेरि भन्ने तहमा पुगे। त्यो भइसकेपछि अनि त्यस पछाडि चाहिँ नि त्यतिखेरको सांसद अहिलेको पूर्व के अरे राष्ट्रपति विद्या भण्डारीको नेतृत्वमा एउटा चाहिँ प्रस्ताव त्यहाँ दर्ता भयो। त्यसमा चाहिँ त्यही पैतृक सम्पत्तिमा समान हक, आमाको नामको नागरिकता, होइन, अनि समानुपातिक सहभागिताको लक्ष्यसहित कम्तीमा 1/3 महिला सहभागिता र लैङ्गिक हिंसा विरुद्धको जुन चाहिँ नि कानुन बनाउनुको साथै विभेदपूर्ण कानुनको परिवर्तन संशोधन भनेर त्यो चाहिँ नि दर्ता भएर त्यो चाहिँ जेठको 16 गते सर्वसम्मत हिसाबले चाहिँ पारित भयो। त्यही भएर जेठ 16 गते अहिले हामीले राष्ट्रिय महिला अधिकार दिवस मनाउँछौँ नि त। त्यसरी चाहिँ भएको हो यो। त्यसले गर्दाखेरि अब त्यो सबै कुरालाई चाहिँ अनि हामीले संविधानमा अहिले समावेश गरेका छौँ। त्यसले गर्दा संविधानको धारा 18 मा हेर्दाखेरि पैतृक सम्पत्तिमा समान हक, होइन, अनि समान कामको समान पारिश्रमिक, अनि धारा 38 मा जाँदाखेरिमा चाहिँ होइन, भेदभाव बिना वंशीय हक, समानुपातिक सहभागिता, त्यसपछि प्रजनन स्वास्थ्यको हक, होइन, त्यसपछि कुनै पनि किसिमको चाहिँ लैङ्गिक विभेद गर्न नहुने, कसैमा भयो भनेदेखि त्यो चाहिँ के अरे त्यसलाई दण्ड सजाय मात्रै होइन, पीडितले चाहिँ क्षतिपूर्ति पनि पाउने खालको कुरा। त्यसपछि अब महिलाहरू चाहिँ हिजोदेखि किनारामा पारिएकोले उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षामा चाहिँ विशेष व्यवस्था गर्न सकिने कुरा र पारिवारिक सम्पत्तिमा दम्पतिको समान हक भन्ने कुरासम्म पनि हामीले संविधानमा लेख्यौँ। अनि अर्को चाहिँ यो घरेलु कामको जुन होइन महिलाहरूको धेरै लगानी हुने कुरा छ, घरेलु श्रमलाई हामीले राष्ट्रिय आयमा गणना गर्नुपर्छ भन्ने कुरा पनि हामीले लेख्यौँ। अनि त्यस पछाडि 2टा पद भएको ठाउँमा एउटा पद महिलाको हुनुपर्छ भन्ने कुरा पनि हामीले लेख्यौँ। तर ती कुराहरू अहिले पनि अब संविधान बनाएको 10 वर्ष भयो, तर त्यसलाई कार्यान्वयन गर्नको लागि चाहिने कानुन बनिसकेको छैन। धारा 38 को मात्रै पनि हामीले चाहिँ एउटा होइन अध्ययन गरेका थियौँ। महिलाको हक कार्यान्वयनको लागि मात्रै पनि अहिले पनि 42वटा भन्दा बढी कानुन संशोधन गर्न जरुरी छ। तर त्यो कानुन संशोधन गरेर संविधान कार्यान्वयन गर्ने कुरामा राजनैतिक दलहरूको सरकारको ध्यान छैन। अनि सरकारको ध्यान केमा छ भन्दाखेरिमा सरकारलाई स्थायित्व दिनको लागि चाहिँ अब संविधान के अरे निर्वाचन प्रणाली संशोधन गर्नु पर्यो भन्ने चाहिँ अहिले चर्चाको विषय छ। त्यसले गर्दाखेरि यतिखेर हामीले उठाउनु पर्ने कुरा भनेको संविधानमा जे कुरो लेखिएको छ त्यो कुराको पहिला होइन प्रपरली कार्यान्वयनमा जानु पर्यो। त्यो कार्यान्वयनमा जाँदाखेरिमा कुनै ठाउँमा समस्या देखियो भने अनि त्यसपछि संशोधनमा जाने हो। अनि जुन कुरा हामीले संविधान बनायो संशोधन होइन त्यसलाई कार्यान्वयन गर्ने कानुनै बनाएका छैनौँ, त्यसको कार्यान्वयनमै गएका छैनौँ। अनि कार्यान्वयनमै नगइकन अनि त्यस पछाडि चाहिँ संशोधन गर्ने भन्ने खालको कुरो नै यो समय सान्दर्भिक छैन। त्यसले गर्दा मैले त अहिले हाम्रो आवश्यकता के हो भन्दाखेरि हामीसँग अहिले भएको संविधान र कानुन जे छ त्यसको एउटा चाहिँ नि जेन्डर अडिट गर्न जरुरी छ। त्यो जेन्डर अडिट गरिसकेपछि हामीले के कुरा चाहिँ कार्यान्वयनमा जान होइन अझै आवश्यक छ, के कुरो संशोधन छ भन्ने चाहिँ त्यो एउटा हामीले सिफारिस तयार गर्नुपर्छ र हामीले त्यसलाई चाहिँ क्याम्पेनै गर्नुपर्छ भन्ने चाहिँ लाग्छ। एउटा भन्नुभयो नि हजुरले भर्खरै त्यो संविधानको जेन्डर अडिट, त्यो भनेको कस्तो? संविधानको जेन्डर अडिट भनेको चाहिँ जस्तो अब संविधानमा जे कुराहरू लेखिएको छ त्यो कुराहरू चाहिँ त्यो कुरा कार्यान्वयन गर्न कानुन बन्यो कि बनेन, बनेका कानुनहरू कार्यान्वयनमा गयो कि गएन र अनिखेर त्यो चाहिँ नि गएको छैन भने कुन कुरा गएको छैन, के कुरा गर्न जरुरी छ र अनि त्यो गइसकेको कुरा पनि त्यो कार्यान्वयनमा गइसकेपछि हामीले जे लक्ष्य राखेका थियौँ त्यो लक्ष्य प्राप्ति गर्नको लागि चाहिँ केही अवरोध सिर्जना भएको छ त त्यहाँ भन्ने कुरालाई पनि हामीले त्यो एक खालको चाहिँ त्यसको त्यो लैङ्गिक दृष्टिकोणबाट त्यसको चाहिँ नि विश्लेषण गर्ने अनि मात्रै थाहा हुन्छ कि हामी कुन स्टेटमा छौँ, कहाँनिर छौँ, कि हाम्रो स्टेटस के हो भनेर। अनि के संशोधन गर्न आवश्यक छ कि कार्यान्वयन गर्न होइन कार्यान्वयनमा जोड दिनुपर्छ भन्ने जस्तो कुरा। तपाईँलाई अब एउटा मात्रै उदाहरण भनौँ न, के अरे अहिले पनि हाम्रो मुलुकमा छाउपडीको केस होइन अहिले पनि मुद्दा बनिरहेछ नि। छाउपडीको केसको बारेमा त हामीले त कानुन बनाइसक्यौँ त,
कसैले पनि होइन आफ्ना छोरी बुहारी अथवा महिलाहरूलाई महिनावारी अथवा सुत्केरी भएको कारणले गर्दा गोठमा लगेर राख्छ भने त्यो दण्डनीय छ भने त्यो कार्यान्वयन गर्ने काम त स्थानीय तहले गर्नु पर्थ्यो नि, तर त्यो कार्यान्वयन गरिरहेको छैन। अनि त्यो कार्यान्वयन किन भएन भनेदेखि त्यो एउटा त अन्धविश्वासबाट उहाँहरू मुक्त हुनु भएको छैन। अर्को भनेको चाहिँ अब त्यो कुरो उठाइयो भने त्यो परिवारले भोलि चाहिँ हामीलाई मत दिँदैन, त्यसले गर्दाखेरि त्यो कुरो नउठाउने भन्नेमा चाहिँ अहिले राजनैतिक दलहरू एक छन्, सहमतिमा भनेछ। यो भनेको त यो खालको चाहिँ नि कुरीतिलाई अन्धविश्वासलाई जोगाउन राजनैतिक दलहरू जब एक ठाउँ छन् भने अनिखेर चाहिँ यसलाई चाहिँ हामीले कानुनलाई दोष दिएर हुन्छ र? कानुन त हामीले बनाइसकेका छौँ। त्यसले यस्ता कुराहरूलाई चाहिँ राजनैतिक दलहरूले त एक स्वरले यस्ता अन्धविश्वासहरूलाई यस्ता कुरीतिहरूलाई हटाउनको लागि चाहिँ हामी साझा एजेन्डा बनाएर जान्छौँ भनेर कम्तीमा पनि मेरो दल यस्तो कुरीति होइन यो चाहिँ नि कुपरम्परा कुप्रथालाई चाहिँ मान्ने मान्छे मेरो पार्टीमा अटाउँदैन भनेर सबै पार्टीले चाहिँ उनीहरूले बनाएको कानुन हो नि त। त्यो कानुन कार्यान्वयनको लागि यति मात्रै घोषणा गरिदिने हो भने त्यो त होइन केही महिनामै अन्त्य हुन्छ नि। तर त्यो गर्न त हाम्रो राजनैतिक दलहरू अहिले अनि त्यो को भन्दा महिला आन्दोलन कहाँ गयो? त्यो महिला आन्दोलनको सवाल होइन नि त। महिला आन्दोलनले मात्रै गरेर हुने हो र? त्यो त समग्र चाहिँ सिङ्गो समाजको चाहिँ एजेन्डा भयो भने पो अनि अब महिलाहरू त महिनावारी भएका हुन्छन्, जबरजस्ती म घरभित्र छिर्छु भनेर त उनीहरूले मात्रै भनेर हुन्छ र? त्यो भएन नि त, नहुँदो रहेछ नि त, सकिँदैन नि। त्यसमा पनि छोरीहरूले अलिअलि सक्लान्, बुहारीले त झन् सक्दैनन् नि। त्यसले गर्दा यस्तो खालको विषयमा चाहिँ हामीले राजनैतिक दलहरू राजनैतिक शक्तिहरू युवा सङ्घ विद्यार्थी सङ्घ महिला सङ्घ होइन अरू चाहिँ के होइन जति पनि सङ्गठनहरू छन् उनीहरूको लागि चाहिँ स्ट्रिक्टली आचार संहिता बनाएर राजनैतिक दलहरूले कानुन कार्यान्वयनमा जानु पर्थ्यो। तर त्यसमा ध्यान गइरहेको छैन, त्यसले गर्दाखेरि कार्यान्वयन भइरहेको छैन। उहाँहरूलाई त्यो त्यतातिर गर्नै छैन, त्यो इन्टेन्सनै छैन, काम गर्नु छ जस्तो देखिन्न नि त। होइन उहाँहरूको लागि यो मुख्य मुद्दै भनेन। किन भन्दा उहाँहरूलाई किन मेरो त जहिले पनि पार्टीमा भित्र पनि क्वेसन उठ्ने भनेको कुनै पनि ठाउँमा महिला विरुद्ध हिंसा भयो भने हाम्रो नेताहरूले पहिलादेखि नै कहाँ गयो महिला सङ्गठन भन्नुहुन्थ्यो कि। अनि मैले भन्थेँ महिलाले गरेको हिंसा हो र महिला सङ्गठन खोजेको? पुरुषले गरिरहेछ हिंसा। पुरुषले हिंसा गरिरहेछ भनेदेखि त पुरुष बहुल्य होइन सहभागिता भएको सङ्गठनको मुद्दा बन्नु पर्यो नि हो। त्यसपछि युवा सङ्घ कहाँ गयो, विद्यार्थी सङ्घ कहाँ गयो, राजनैतिक दल कहाँ गयो भनेर हामीले जुन दिनसम्म भन्न सुरु गर्दैनौँ महिला पीडित छ अनि महिलाले मात्रै आवाज उठाउनुपर्छ उसको मुद्दा बनाइदिन्छौँ भने यो समस्या समाधान हुँदैन। जो पीडक पक्ष छ त्यो पीडक पक्षले चाहिँ यो विषयलाई चाहिँ उठान गर्न जरुरी छ। ठ्याक्कै अहिले भइरहेको पनि त्यही छ कि जस्तो महिला अधिकारको कुरा गर्नको लागि महिलाले मात्रै गरिरहेको हो नि त। हाम्रोमा चाहिँ कस्तो भयो भने जनसङ्ख्याको हिसाबमा हेर्ने हो भने महिला भन्दा पुरुषको सङ्ख्या थोरै कम नै छ नि त हाम्रो देशको अवस्था। तर पनि महिला अधिकारको कुरामा जहिले महिला नै बोल्नुपर्छ। अब इन्टरनेसनली ही फर हर भन्ने खालका क्याम्पेनहरू पनि चलेका छन् नि त। त्यस्ता क्याम्पेनहरू पनि हाम्रो देशमा चाहिँ किन ती क्याम्पेनहरू पनि सक्सेस हुँदैनन् अथवा इफेक्टिभ नै हुँदैन कि? होइन हामी चाहिँ धेरै नारामा बाँच्ने भयौँ क्या, नारामा रमाउने भयौँ। तपाईँलाई 2-3टा उदाहरण भन्छु मैले। एकपल्ट यो के अरे महिलाविहीन मञ्च बहिष्कार गरौँ भन्ने एउटा आन्दोलन चल्यो नि अहिले नि बेला कुराहरू छ। म्यानालिस्ट होइन म्यानालिस्ट होइन त्यसलाई प्यानलिस्ट बनाऊ भन्ने खालको। अब यो सन्दर्भमा एकपल्ट यही कुपन्डोलमा अथवा पुल्चोक एरियामा एउटा मलाई हिमालय होटेलमै जस्तो लाग्छ एउटा कार्यक्रम भएको थियो। सबै दलका चाहिँ नेताहरूलाई बोलाएर आजका मितिदेखि मेरो पार्टीले गरेको कुनै पनि कार्यक्रम चाहिँ म्यानालिस्ट बनाउँदिन भनेर उहाँहरूले कमिट गरेर सिग्नेचर गर्नुभएको छ। त्यो सिग्नेचर गरेको केही महिनासम्म चाहिँ त्यो उहाँहरूले सम्झिनुभयो, अब अहिले त फेरि बिर्सनु भयो। त्यसले गर्दा हामीले सम्झाएनौँ कि होइन त्यो त अहिले त कुनै पनि ठाउँमा त्यो प्यानल देख्ने बित्तिकै मान्छेले फेसबुकमा पनि लेखे सामाजिक सञ्जालमा आएको आएछ, उहाँहरूले त्यसलाई इग्नोर गरिदिइसक्नुभयो। त्यो मात्रै होइन, तपाईँलाई म संसदभित्रकै कुरा गर्छु नि त। त्यो के भन्छ कानुन बनाउने ठाउँको 58 सालमा 2058मा यो अन्तर्राष्ट्रिय सांसदहरूको एउटा सङ्घ छ आइपियू भन्ने होइन, इन्टरनेसनल पार्लियामेन्ट्री युनियन। त्यसले चाहिँ एउटा 65वटा देशमा अध्ययन गरेको जस्तो लाग्छ।
65वटा देशमा गरेको अध्ययनको यो चाहिँ लैङ्गिक सहभागिता संसदमा महिलाको भूमिका कसरी चाहिँ नि होइन प्रभावकारी बनाउने भनेर गरेको थियो। अनि त्यसको निचोड एउटा के छ भन्दाखेरि यो चाहिँ क्रस पार्टी महिलाहरूको समूह बनाउनुपर्छ। त्यसो हुँदाखेरि महिलाहरूको साझा मुद्दामा साझा हिसाबबाट पहल गर्नुपर्छ भन्ने त्यसको रिकमेन्डेसन थियो। अब हाम्रो संसद पनि त्यसको सदस्य हो। अनिखेर 58मा चाहिँ त्यहाँ गएर त्यो पास गरेर आइसकेपछि 58 सालको कार्तिकमा हाम्रो संसदले महिला सांसद समूह महिला कक्कस बनाउने भनेर नियमावली पास गर्यो। नियमावली पास पनि गर्यो, गठन पनि गर्यो। त्यतिखेर मैया देवी श्रेष्ठको संयोजकत्वमा यो प्रतिनिधि सभा र राष्ट्रिय सभा गरेर 15 जना महिलाहरू हुनुहुन्थ्यो। अनि त्यो गठन गर्यो। त्यसले काम पनि अलिअलि गर्यो। त्यसले काम गर्न थालेपछि नै हो कार्तिकमा त्यो बन्यो। त्यसपछि 3-4 वर्षदेखि अड्केको त्यो मुलुकी ऐनको 11औं संशोधन पनि चैतको 2 गते पास भयो। अनि त्योभन्दा पहिला नै यो राष्ट्रिय महिला आयोगको चाहिँ माग भइरहेको थियो। फागुनको 23 गते राष्ट्रिय महिला आयोग पनि बन्यो। अनि त्यो अवधिमा त्यसले 2 वर्ष जति काम गर्यो, संसद विघटन भयो। त्यसपछि अब 63 सालमा त्यो रिभाइभ भयो आन्दोलनपछि। त्यसले खासै त्यो बनाएन होइन त्यो समूह। 64 सालमा हामी संविधान सभामा गइसकेपछि हामीले त्यो चाहिँ महिला संसद समूह बनाउनुपर्छ भने चाहिँ त्यसलाई नियमावलीमा समावेश गरिएन, मान्नु भएन। तर हामीले के गर्यौँ भन्दा यो त अन्तर्राष्ट्रिय तहमा नि प्रतिबद्धता हो, त्यसले गर्दा यो बनाउनुपर्छ, यो तपाईँहरूले मान्यता दिए पनि नदिने यो हाम्रो आवश्यकता हो भनेर हामीले 197 जनाको त्यो बनायौँ। पछि त्यो चाहिँ नि अब अन्तर्राष्ट्रिय कमिटमेन्ट भएको कारणले गर्दाखेरि अफिससम्म दिने खालको कुरा भयो। अनि त्यसमा हामीले अहिले जति संविधानमा लेख्न सकेछ हामी त एक ठाउँ आयौँ नि त। एक ठाउँ आएको एउटा आवाज भएको कारणले अहिले जति पनि महिला अधिकारका कुरा लेख्न सम्भव भएको हो। 70मा जाँदाखेरिमा हाम्रो पुरुष नेताहरूले त्यो महिलाहरू एक ठाउँमा आए भने उनीहरूको आवाज नसुनी सुख पाइदो रहेन रहेछ भनेर डिभाइड एन्ड रुल गर्न त उहाँहरूले त सिक्नु भएको थियो। अनि त्यसपछि 70मा त्यो कक्कस बनाउनै दिइएन। संविधान घोषणा नहुन्जेलसम्म कक्कस एक ठाउँमा महिलाहरू आउन सक्नु दिइएन 70मा। ओके। अनिखेर संविधान घोषणा भयो। अनि त्यस पछाडि के अरे अन्सारीजी सभामुख हुनुभयो। अन्सारीजीलाई त 64मा त्यो होइन महिला कक्कसमा काम गरेको अनुभव पनि थियो। त्यसको होइन नतिजा के छ भन्ने पनि थाहा थियो। अनि त्यस पछाडि उहाँले चाहिँ बिस्तारै ल तपाईँहरू केही न केही एउटा चाहिँ बनाउनु न, सँगै आउँदा सजिलो हुन्छ, राम्रो हुन्छ भनेपछि 73 सालमा गएर अनिखेर एउटा चाहिँ महिला सांसद समन्वय समिति भन्ने बन्यो। त्यो बनिसकेपछि त्योभन्दा पहिला जस्तो राजनैतिक दलको कमिटीमा 1/3 महिलाको कुरा राख्नु भन्दा मान्नु भएको थिएन। महिलाहरू एक ठाउँ आइसकेपछि दल दर्ता सम्बन्धीको कानुनमा त्यो राख्न सफल हुनुभयो उहाँहरू। यो जस्तो पालिकामाको निर्वाचनमा प्रमुख उपप्रमुखमा 1 जना महिला चाहिन्छ भन्ने कुरो थिएन पहिला, कानुनमा राख्न सफल हुनुभयो। किन उहाँहरू सबै एक ठाउँ आउनुभयो नि त 73 सालमा। अनि त्यस पछाडि यो जस्तो अंशको कुरा हामीले संविधानमा लेख्यौँ होइन, पैतृक सम्पत्तिमा सबै सन्तानको समान हक। त्यो हुने बित्तिकै चाहिँ अनि त्यसमा हाम्रा चाहिँ वरिष्ठ वकिलहरू एक ठाउँ बसेर उहाँहरूले चाहिँ के गर्नुभयो भन्दा यो चाहिँ विल सिस्टममा जानुपर्छ भनेर त्यो चाहिँ आमा बाबुको इच्छामा जसलाई दिन मन लाग्छ त्यहाँ दिने। हाम्रो समाजमा विल सिस्टममा जाँदा कुनै छोरीले अंश पाउँथ्यो होला। अनि त्यसले गर्दा यो हुँदैन भनेपछि अनिखेर त्यतिखेर पनि फेरि त्यसमा पहल गरियो र त्यो सबै महिलाहरू एक ठाउँ आएको कारणले गर्दाखेरि त्यो परिच्छेद 11मा लेखिएको थियो त्यो च्याप्टरै उडाइएपछि त्यसले गर्दा मात्रै अहिले चाहिँ हाम्रो चाहिँ देवानी संहितामा छोरीले पनि समान हक पाउने कुरो लेखिएको छ भने यो चाहिँ एउटा कुरा के भन्दा महिलाहरू जब साझा मुद्दामा एक ठाउँमा आउनुहुन्छ हामीले हाम्रा अधिकारलाई स्थापित गर्न सक्छौँ र जब त्यहाँ महिलाहरू एक ठाउँमा आउँदाखेरि यिनका आवाज बलियो हुन्छ र यिनलाई कमजोर बनाउनुपर्छ भनिन्छ त्यहाँ एक ठाउँमा आउन दिइँदैन। र उदाहरणको लागि अहिलेकै कुरा गर्नुहुन्छ भने अहिले 74मा पनि त्यो बनाउन दिएन, पछि हामीले अनौपचारिक बनाएर विभिन्न हिसाबले काम गऱ्यौँ। अहिले चाहिँ अहिलेको चाहिँ नि प्रतिनिधि सभा र राष्ट्रिय सभाको नियमावलीमा महिला समन्वय समिति बनाउने भन्ने कुरो लेखेको छ। तर 2.5 वर्ष हुन लाग्यो नि त, आजका मितिसम्म त्यो बनेको छैन। र त्यो बनाउनेको लागि पहल गर्नुपर्ने सभामुखले पनि आँट गर्नु भएको छैन। अनि सभामुखलाई किन आँट गर्नु भएको छैन भन्दाखेरि त्यहाँका प्रमुख राजनैतिक दलका नेताहरूलाई महिलाहरूलाई एक ठाउँमा आउन दिनु छैन। त्यसले गर्दाखेरि यो चाहिँ नि हामीले जहाँ जहाँ महिलाहरू एक ठाउँमा आउनुभएको छ हामीले यो मुलुकमा लैङ्गिक समानताको पक्षमा काम गर्न सकेका छौँ
र जहाँ त्यो चाहिँ नि होइन नेताहरूले अवरोध खडा गर्नुभएको छ त्यो ठाउँमा हामीले प्राप्त गरेको अधिकार पनि गुमाइरहेका छौँ। अहिले तपाईँ संसदमा हेर्नु भने महिलाहरूको आवाज खासै धेरै सुन्न पाइँदैन नि। किन भन्दाखेरि महिलाहरू एक ठाउँमा आएर आफ्नो साझा एजेन्डा बनाएर साझा चाहिँ नि होइन पोजिसन बनाउनै पाउनुभएको छैन। तर त्यो बनाउन पाउने भने त्यसमा चाहिँ हामीले समन्वय गरेर ल आज यो विषय उठाउने है भनेपछि हामी पार्टी जुनसुकै होस् हामी त्यो मुद्दा चाहिँ त्यसरी उठाउने गर्थ्यौँ नि त पहिला। त्यसले यो ठाउँमा जानको लागि चाहिँ हामीले कसरी सहयोग गर्ने, भित्रबाट कसरी पहल गर्ने भन्ने चाहिँ अहिले पनि जरुरी छ। हामीले केन्द्रमा यो खालको काम अहिले सुरु गर्न सक्यौँ भने त्यो प्रदेशमा पनि त्यो काम सुरु हुन्छ, त्यो चाहिँ पालिकासम्म पनि त्यो सुरु हुन्छ। र अनि महिला सङ्गठनहरू पनि पहिला एक ठाउँमा आएर काम गर्नुहुन्थ्यो, अहिले छुट्टा छुट्टै काम गरिराख्नु भएको छ। छुट्टा छुट्टै काम गरेपछि त्यो प्रभावकारी भइरहेको छैन। त्यसले गर्दा यो चाहिँ अहिलेको आवश्यकता भनेको एक ठाउँमा आएर हामीले संसदभित्र भएको, संसद बाहिर भएको होइन महिला एक्टिभिस्टहरू, त्यस पछाडि चाहिँ राजनैतिक महिला नेताहरू होइन, त्यसपछि चाहिँ नि यो नागरिक समाज बसेर अब नयाँ ढङ्गबाट चाहिँ रणनीति बनाएर जानुपर्ने आवश्यकता चाहिँ अहिलेको अवस्थाले जनाइरहेको छ। अहिले त अब हामी सङ्घीय शासन प्रणाली अभ्यास गरिरहेका छौँ। अहिलेको स्थानीय तह र नगरपालिकाहरूले चाहिँ यो लैङ्गिक समानतालाई बलियो बनाउनको लागि के चाहिँ काम गर्नुपर्छ जस्तो लाग्छ तपाईँलाई? होइन, उहाँहरूले गर्नुपर्ने काम भनेको 2-3वटा काम गर्नुपर्छ। एउटा त अब राष्ट्रिय तहमा बनेको कानुन कार्यान्वयन गर्ने जिम्मा उहाँको हो। तर राष्ट्रमा कानुनै, संविधानमा लेखेको कुरोको कानुनै बनेको छैन। त्यसले गर्दाखेरि अब उहाँहरूले त्यसलाई कार्यान्वयन गर्ने भन्ने खालको कुरा भएन। तर बनेको कानुनहरू पनि कार्यान्वयन गर्नको लागि चाहिँ उहाँहरूलाई जुन जुन दलबाट उहाँहरूले जित्नु भएको छ त्यो दलहरूले उहाँहरूलाई राम्रोसँग ओरिएन्टेसन गरिराखेको स्थिति छैन। त्यसले गर्दाखेरि एउटा त्यो। अब अर्को भनेको चाहिँ नि जस्तो यो जति पनि कुरीतिहरू कुप्रथाहरू छ नि, त्यो कुरीति कुप्रथाको विरुद्ध चाहिँ उहाँहरूले पालिकाबाट नै अभियान चलाउन सक्नुहुन्छ कि। जस्तो चाहिँ जहाँ चाहिँ नि छाउपडीको केस छ त्यहाँ सबै दलका होइन, उहाँहरू त जनप्रतिनिधि हो नि। अर्को हाम्रो समस्या कस्तो छ भन्दाखेरि हामीले भन्न चाहिँ जनप्रतिनिधि भन्छौँ, तर उहाँहरूलाई साँच्चै जनप्रतिनिधि भएर काम गर्न प्रेरित गरिरहेको छैनौँ कि। भन्न चाहिँ जनप्रतिनिधि भनेको के हो भन्दाखेरिमा त्यो ठाउँमा दलीय प्रणालीमा उम्मेदवार दलको हुन्छ। निर्वाचित भइसकेपछि मलाई मत नदिनेलाई मात्रै होइन, मेरो विपक्षमा मत दिनेको पनि म जित्ने मान्छे त प्रतिनिधि हो नि त, सबैको प्रतिनिधि हो। त्यसले गर्दा मैले बनाउने अभियान, मैले बनाउने नीति, मैले बनाउने कार्यक्रममा मलाई मत नदिनेहरूको पनि मैले आवाज सुन्नुपर्छ त्यहाँ। र अनि उहाँहरूलाई पनि हामीले त्यो खालको अभियानहरूमा, त्यो खालको निर्णयहरूमा समेटेर सहभागी गराएर ओनरसिप लिने गरी सञ्चालन गर्नुपर्छ। पालिकाहरूले त्यो गर्न सक्ने हो भने अहिले चाहिँ लैङ्गिक हिंसाका विरुद्ध, जातीय हिंसाका विरुद्ध होइन, यो चाहिँ नि श्रमको सम्मानको हिसाबले जति पनि खालका कुराहरू छन् नि त्यो चाहिँ पालिकाहरूले एकदमै नेतृत्व गर्न सक्ने कुरा हो। किन भन्दा उहाँकोमा त हरेक कुराको चाहिँ नि होइन समस्याको समाधान गर्न आउनुपर्छ नि त नागरिकहरू। तपाईँहरूले त्यसले गर्दाखेरि यो कुरा चाहिँ तपाईँहरूले मान्नु भएन भने अब यो खालको सेवामा चाहिँ समस्या हुन सक्छ है भन्ने कुरा मात्रै गरिदिने हो भने पनि त्यो कुरालाई उहाँहरूले सहज लागू गर्न सक्नुहुन्छ। अब त्यसमा चाहिँ नि अलिकति राष्ट्रिय तहमा पनि हामीले त्यो उहाँहरूलाई होइन ओरिएन्ट गर्न सकेको छ। मूल रूपमा ओरिएन्ट गर्नुपर्ने भने त सम्बन्धित दलहरूले हो, सम्बन्धित राजनैतिक दलहरूलाई यो कुरो प्रायोरिटीमा परेको छैन। यो हाम्रो कुराकानी यसै पनि बुझिएकै विषय हो र यो कुराकानीको क्रममा पनि त्यही निस्किरहेछ क्या। जस्तो जेन्डर इक्वालिटी र यो ट्रेडिसनल माइन्डसेटको बिचमा एकदम गहिरो अन्तर्द्वन्द छ होइन, जसले चाहिँ समाजलाई अगाडि बढ्न भन्दा पछाडितिर धकेला हो कि भने जस्तो आवाज सुन्छ नि त हामीलाई। यहाँले आफ्नो करियरमा त्यस्तो कुनै समाज या त्यस्तो कुनै महिला देख्नु भएको छ जसले चाहिँ जेन्डर इक्वालिटीको बारेमा काम गर्दाखेरि यो ट्रेडिसनल माइन्डसेटहरूलाई एकदम चुनौती दिएर सकारात्मक परिवर्तन ल्याएको त्यस्तो कोही महिला समाज? यो जेन्डर इक्वालिटीको मात्रै होइन, यो मुलुकको चाहिँ हरेक क्रिटिकल स्थितिमा भन्ने हो भने महिलाहरू नै अग्रपङ्क्तिमा छन्। त्यो भएर त्यो समस्या जहाँ छ त्यो ठाउँमा चाहिँ महिलाहरू अगाडि हुन्छन्। जहाँ समस्या समाधान भएर अलिक सहज स्थिति हुन्छ अनि मात्रै उनीहरू किनारा लाग्ने हुन्। तपाईँलाई केही घटनाहरू हेर्ने हो भने त्यस्तो छ होइन, जस्तो तपाईँ राणा शासनको विरुद्ध एउटा चाहिँ सामूहिक आवाज निकाल्ने कुराको नेतृत्व कसले गर्यो? योगमायाले होइन र? योगमाया भन्दा पहिला कुनै त्यस्तो एउटा पुरुष देखाउनुहोस् जसले सबै नागरिकको चाहिँ नि प्रतिनिधि भएर त्यो आवाज निकालेको होस्।
योगमायाले हो नि त 1973-74बाट सुरु गरेको। योगमायाले त्यतिखेर सुरु गरेको अभियानमा सबै चाहिँ महिला पनि जोडिए, पुरुष पनि जोडिए, दलित पनि जोडिए। किन भन्दा उहाँको त्यो जुन अभियान थियो त्यो अभियानमा कुनै पनि किसिमको विभेद थिएन। त्यहाँ महिनावारी भएकोले आउनु पाउँदैन भन्ने पनि थिएन, त्यहाँ दलित भएकोले आउनु पाउँदैन भन्ने पनि थिएन, त्यसमा चाहिँ नि श्रमिकहरू भएकोले आउनु पाउँदैन भन्ने पनि थिएन। त्यो समग्र चाहिँ नागरिक अभियानको सुरुवात योगमायाले गर्नुभएको। त्यस पछाडि जस्तो चाहिँ राजनैतिक हिसाबले हेर्नुहुन्छ भनेदेखि जुन बेलामा नेपाल प्रजा परिषद बन्यो 1993मा, पुरुष नेताहरू त सबै गिरफ्तार हुनुभयो। अनि त्यस पछाडि त्यो भित्र भएको राजबन्दीहरूलाई चाहिँ नि सार्वजनिक हिसाबले चाहिँ पत्रिकामा लैजान फोटो खिच्नको लागि क्यामेराभित्र पठाउनेदेखि फोटो खिचेर पठाइसके पछाडि त्यो फोटो चाहिँ नि बनारससम्म पुर्याउनको लागि पुरुषले लैजान सक्ने स्थिति भएन। त्यसमा त रेवन्त कुमारी आचार्य, सीता शर्माहरूकै भूमिका रह्यो नि त। किन भन्दा त्यतिखेर त्यो क्रिटिकल स्थितिमा के थियो भन्दाखेरि अब पोस्ट गरेर पठाएको कुरो प्रशासनले होइन समातिदियो। अब नेगेटिभ लिएर जानु पर्यो। नेगेटिभ लाँदाखेरि अब पुरुषहरूले लिएर जाँदाखेरिमा बढी सर्च गर्ने भयो। त्यतिखेर महिला पुलिस थिएन, महिला पुलिस पनि थिएन। त्यस पछाडि महिलाको बढी पुरुषले छुने स्थिति पनि थिएन। त्यतिखेर रेवन्त कुमारी आचार्यले त्यो नेगेटिभ चाहिँ तिग्रामा त्यो कपडाले बाँधेर त्यस पछाडि उहाँले सिमाना क्रस गराउनु भयो। त्यो क्रिटिकल स्थितिमा त महिला नै अगाडि आउनु पर्यो नि त। अब त्यस पछाडि 3 सालमा विराटनगरमा मजदुर आन्दोलन भयो। मजदुर आन्दोलनमा गिरिजा प्रसाद कोइराला, मनमोहन अधिकारी, बीपीहरू सबै गिरफ्तार भए। आन्दोलन शिथिल हुन थाल्यो। आन्दोलन मर्न त दिनु हुँदैन। अब के गर्ने भनेपछि जीपी कोइरालाको चाहिँ आमा दिव्या कोइराला आफ्नो चाहिँ छोरी होइन बुहारीहरूलाई लिएर आन्दोलनको नेतृत्व गर्न निस्कनु भयो, जसको कारणले उहाँहरू पनि गिरफ्तार भएर विराटनगरदेखि धनकुटासम्म खाली खुट्टा हिँडाएर लगेर जेल हालियो। तर त्यो चाहिँ महिलाहरू त्यसरी अगाडि आइसकेपछि आन्दोलन एउटा सफलतामा गएर टुङ्गियो भने अब यो खालको इतिहास हामीले हेर्दै जाँदाखेरि 17 सालमा आएर हेर्ने हो भने पनि पञ्चायतको होइन दलमाथि प्रतिबन्ध लाएर त्यसपछि सरकार पनि होइन विघटन गरेर संसद विघटन गरेर अनि के अरे खुल्ला मञ्चमा राजा महेन्द्रले प्रजातन्त्र दिवस मनाउँदै गर्दा फागुन 7 गते 17 सालमा शैलजा आचार्य 17-18 वर्षको हुनुहुन्थ्यो। उहाँले चाहिँ कालो झन्डा बोकेर हातले लेखेको पर्चा लगेर त्यहाँ छर्नुभयो। त्यसको नेतृत्व चाहिँ शैलजा आचार्यले गर्नुभयो, किन स्थिति एकदमै क्रिटिकल थियो नि त। अनि उहाँ गिरफ्तार हुनुभयो, 3 वर्ष जेल बस्नुभयो। त्यस पछाडि निस्केपछि उहाँ पनि निर्वासन जानुभयो। पछि चाहिँ नि बीपी कोइरालासँगै देश फर्किनु भएको। त्यस पछाडि जस्तो चाहिँ अब 28 सालको झापा आन्दोलन भनौँ अथवा त्यस पछाडि भएका चाहिँ सबै आन्दोलनहरू, अब 46 सालको आन्दोलनकै कुरा सबै चाहिँ होइन वामपन्थीहरूलाई एक ठाउँमा ल्याउनको लागि कसले ल्याउने, नेतृत्व कसले गर्ने भन्ने नेतृत्वको सङ्कट परेपछि साना प्रधान अध्यक्ष हुनु पर्यो वाम मोर्चाको। अनि वाम मोर्चाको उहाँ जब चाहिँ आन्दोलन सफल भयो, सफल भइसके पछाडि फेरि पनि अब उहाँलाई त्यही तहको सम्मान चाहिँ हाम्रो समाजले गर्न सक्यो त? क्वेसन त्यहाँ पनि छ। अब जस्तो चाहिँ तपाईँ 52 सालबाट सुरु भएको चाहिँ माओवादी आन्दोलनकै कुरा गरौँ। त्यो आन्दोलनमा उहाँहरूकै भाषामा भन्ने 40% महिलाहरू त बन्दुक बोकेर चाहिँ सहभागी भएका थिए। अनि हेर गोर्खाको जेल तोड्नेदेखि लिएर पहिलोपल्ट राज्यको बन्दुक खोसेर पार्टीलाई बुझाउने कालीकोटको दलित महिलाहरूले गरेका हुन् भने त्यो साहस त महिलाहरूले गरेको हो नि त। तर आज त्यो आन्दोलन सफल भएर शान्ति प्रक्रियामा आएर मुलुकमा चाहिँ नि लोकतान्त्रिक गणतन्त्र आइसकेपछि तिनै पार्टीहरूका महिलाहरूको चाहिँ स्थान कहाँ छ त? ती महिलाहरू कहाँ छन् त? त्यसले हिजो सहयोद्धा भएर लडे, तर आज सहज स्थिति आएपछि उनीहरूलाई सहयोगी मात्रै मानियो, सहयोद्धा मानिएन। त्यही भएको कारणले गर्दा हिजो आन्दोलन गर्दाखेरि जे दृष्टिकोण राखिन्थ्यो र जे हैसियतमा उहाँहरूलाई चाहिँ होइन आन्दोलनमा परिचालन गरिन्थ्यो, त्यही हैसियतमा चाहिँ आन्दोलन सफल भइसके पछाडि त किनारीकृत भएकाहरूलाई अझै मूलधारमा ल्याउनको लागि सकारात्मक पहल हुनु पर्थ्यो नि। तर त्यो चाहिँ नि कुनै पनि राजनैतिक दलबाट भइरहेको खालको स्थिति छैन। अहिलेको यो बीपीसीको यो जुन परियोजना छ यो चाहिँ विशेष गरी युवा र किशोर किशोरीमा केन्द्रित भएको हिसाबले यो प्रश्न चाहिँ जस्तो
लैङ्गिक समानतामा आजसम्म हामीले प्राप्त गरेका उपलब्धिहरूलाई रक्षा गर्दै भोलिको दिनमा सकारात्मक चेन्जेसहरू ल्याउनु पर्यो, पोजिटिभ चेन्जेसहरू ल्याउनु पर्दाखेरि युवाहरूको भूमिका कहाँनिर हुन्छ? कस्तो खालको भूमिका खेल्न सक्छ? यो चाहिँ एउटा कस्तो छ भने हामीले कुनै पनि कुरालाई रूपान्तरणमा को दृष्टिकोणबाट हेर्दा एउटा श्रृङ्खलामा हेर्नुपर्छ भन्छु म चाहिँ, होइन? त्यसले गर्दा आजका युवाहरूले चाहिँ हिजो कुन स्थितिबाट हामी आयौँ, मैले अघि सुरुमा भने नि मेरो आमा त 8 वर्षमा विवाह गरेर आएको आमाको छोरी हो म भने आज हामीले चाहिँ नि विवाहको उमेर 20 वर्ष हुनुपर्छ भनेर कानुनी हिसाबले चाहिँ स्थापित गरेछौँ। अनि हेर संसदमा अहिले त्यो चाहिँ नि हुँदैन, परिवर्तन गर्नुपर्छ भने अहिले बहस चलिरहेछ भने अनि हेर त्यो हिजो के आधारमा चाहिँ हामीले 20 वर्ष बनायौँ। अनि हेर त्यसको इम्प्याक्ट के छ त? महिलाको स्वास्थ्यमा के छ, महिलाको शिक्षामा के छ, महिलाको रोजगारीमा के छ, महिलाको एउटा चाहिँ आत्मविश्वास होइन बढाउने कुराहरू, आफ्नो के अरे निर्णायक क्षमता विकास गर्ने कुरामा त्यो विवाह गर्ने उमेर 20 वर्ष बनाउँदाखेरिमा त्यसको चाहिँ नि प्रभाव के छ भन्ने खालको कुरा चाहिँ आजको युवाहरूले जो आज पढे लेखेका र उहाँहरू चाहिँ एकदमै प्रतिस्पर्धी हुनुहुन्छ, ती कम्पिटेन्ट चाहिँ युवाहरूले इतिहासलाई एकपल्ट फर्केर हेर्नुपर्छ भन्छु म चाहिँ। त्यसले इतिहासलाई हेरेनौँ र वर्तमानमा मात्रै बाँच्यौँ भने हामीले कुन सङ्घर्षबाट यो प्राप्ति गरेको हो, होइन, कुन धरातलमा हामीले यी प्रोभिजनहरू राखेको हो भन्ने खालको कुरा बुझ्न सक्दैनौँ। त्यसले गर्दा युवाहरूले एउटा चाहिँ इतिहास पढ्नुपर्छ, इतिहासलाई उहाँहरूले चाहिँ नि विश्लेषण गर्नुपर्छ, त्यहाँका राम्रा कुराहरूबाट सिक्नुपर्छ, कमजोरीहरू दोहोऱ्याउनु हुँदैन र त्यो श्रृङ्खलालाई हामीले प्रगतिशील हिसाबबाट चाहिँ निरन्तरता दिनुपर्छ भन्ने हिसाबले चाहिँ उहाँहरूले इतिहासको अध्ययन गर्नुपर्छ भन्ने चाहिँ मेरो पहिलो एउटा रिक्वेस्ट हो। दोस्रो चाहिँ आजको दिनका हामीभन्दा पछाडिका आजको छोरी पुस्ता एकदमै हामीभन्दा धेरै कम्पिटेन्ट छ। अहिले तपाईँ चाहिँ युनिभर्सिटीहरूमा हेर्न जानु भने हरेक ठाउँमा टप 10मा चाहिँ हामीले हरेक फ्याकल्टीमा हेर्ने हो भने, हरेक डिपार्टमेन्टमा हेर्ने हो भने त्यसमा चाहिँ महिला र पुरुषको चाहिँ के अरे समान सङ्ख्या अथवा अझ कतिमा त महिलाहरू चाहिँ बढी छन्। अब अस्ति भर्खरै पनि एउटा चाहिँ दीक्षान्तमा हेर्दाखेरि 30वटा चाहिँ मेडलमा 18वटा महिला छोरीहरूले प्राप्त गरेका खालका कुराहरू छन्। अब तपाईँ गेमको स्थितिमा हेर्नुहुन्छ भनेदेखि योभन्दा पहिला भएको यो साफमा अब 50-51वटा चाहिँ नि गोल्ड मेडल ल्याउँदाखेरि 29वटा चाहिँ छोरीहरूले होइन ल्याएको खालका कुरा छन्। भने हरेक ठाउँमा उहाँहरू जसरी प्रतिस्पर्धी भएर आउनुभएको छ नि त्यो प्रतिस्पर्धी क्षमतालाई उहाँहरूले कायम राख्दै अझै त्यसलाई विकास गर्दै विगतमा हामी चाहिँ कसरी चाहिँ यहाँसम्म आइपुग्यौँ भन्ने इतिहासलाई पनि होइन मनन गर्दै उहाँहरूले आफ्नो जुन खालको विश्लेषणात्मक क्षमता हो, होइन, जुन खालको चाहिँ ज्ञान आर्जन गर्ने हो त्यसलाई चाहिँ हामीले विवेकपूर्ण हिसाबबाट विश्लेषण गरेर अगाडि बढ्ने कुरामा चाहिँ नयाँ पुस्ता एकदमै बढी पढैया हुनुपर्छ भन्ने चाहिँ नि अस्ति मैले एक ठाउँ पनि भनेको थिएँ। अझ त्यसमा पनि अझ राजनीति गर्नेहरूले अझै धेरै पढ्नुपर्छ। किन भन्दा राजनीति गर्नेहरूले बनाएको नीतिले त समग्र चाहिँ नागरिकहरूको जीवनमा चाहिँ फरक पार्छ नि त। त्यसले गर्दा नयाँ पुस्ताले अहिले के भयो कि भएन भनिराख्दाखेरि विगतको श्रृङ्खलालाई हेर्नुपर्छ। अनि अहिले जे प्राप्ति भएको चाहिँ ग्राउन्डलाई हामीले बुझ्नुपर्छ र त्यसलाई जोगाएर अगाडि फड्को मार्ने खालको कुरा चाहिँ नि जानुपर्छ। र मूल कुरा चाहिँ अहिलेका आमाहरूलाई अहिलेका बुवाहरूलाई जो बच्चाहरू छन्, बच्चाहरूलाई सानैदेखि घरैदेखि नै छोरा र छोरीको बिचमा विभेद छैन है भन्ने खालको संस्कार चाहिँ सिकाउनुपर्छ र घरमा पनि त्यो सिकाउनु पर्यो। जस्तो चाहिँ नि त्यहाँ कस्तो हुन्छ भने बाले आमालाई गरेको व्यवहार र जुन प्रयोग गरेको भाषा छ नि त्यो कुराबाट चाहिँ छोराले सिकिराखेको हुन्छ क्या, महिलालाई हेर्ने दृष्टिकोण, महिलालाई गर्ने व्यवहार के हो भन्ने खालको कुरा। त्यसले गर्दा घरभित्र आमा र बुवाको बिचको सम्बन्ध सौहार्द छ, एकअर्कालाई चाहिँ नि होइन सम्बोधन गरिने भाषा सम्मानपूर्ण छ भने त्यो छोराले बाहिर गएर अरू महिलालाई पनि सम्मानपूर्ण दृष्टिकोणबाट हेर्छ। त्यही खालको बोलीचाली, त्यही खालको व्यवहार हुन्छ। त्यसले गर्दा घरभित्र पनि हामीले त्यो खालको व्यवहार गर्नुपर्छ। अर्को चाहिँ नि त्यस पछाडि भनेको विद्यालय हो। विद्यालयका शिक्षकहरूले अब चाहिँ नि आमाले भात पकाउनुहुन्छ, बुवा अफिस जानुहुन्छ भन्ने खालको पढाउने होइन। त्यसले गर्दा मेरो आमा र बुवाले होइन यो पनि काम गर्नुहुन्छ, त्यो पनि काम गर्नुहुन्छ होइन भन्ने खालको त्यो स्कुलले चाहिँ नि छोराछोरी, किन भन्दा अहिले त
केटाकेटीहरूले त आमा बाउले भन्दा नि भनेको चाहिँ नि मेरो मिसले भनेको मेरो सरले भनेको भन्ने चाहिँ भन्छन् नि त्यसले हाम्रो शिक्षा प्रणाली सुधारिनुपर्छ नयाँ पुस्ता सुधार्न भनेको चाहिँ त्यो त्यसले गर्दा विद्यालयहरूमा कस्तो खालको चाहिँ व्यवहार भइरहेछ कस्तो खालको पढाइ भइरहेछ कस्ता खालका संस्कार संस्कृतिहरू होइन सिकाइ भइरहेछ भन्ने कुरा चाहिँ त्यो स्थानीय सरकारले नि हेर्नु एकदमै जरुरी छ अनि स्थानीय अभिभावकहरूले पनि यसमा मोनिटरिङ गर्न जरुरी छ र त्यो हिसाबबाट चाहिँ हामीले नयाँ पुस्तालाई सानैदेखि त्यो खालको संस्कारमा हुर्कायौँ भने अब 10-15 वर्षमा समाज रूपान्तरण भएको देखिन्छ भन्ने लाग्छ मलाई चाहिँ। हामी पडकास्टको अन्त्यमा छौँ। अहिले यो पडकास्ट हेरेर बसिरहनुभएका दर्शक अनि हामीलाई सुनिरहनुभएका श्रोताहरूलाई अन्तिममा के भन्न चाहनुहुन्छ? अब यो मुलुकमा के पनि भएको छैन भन्ने अहिले जुन भाष्य निर्माण गरिँदैछ त्यो पनि गलत हो र हामीले हिजो जे कुरो प्रतिबद्धता गरेका थियौँ अहिलेको प्रणाली अहिलेको संविधान र अहिलेको समय र अहिलेको समाजले जे कुरो माग गरिरहेको छ हाम्रो राजनैतिक नेतृत्व होइन हाम्रो सामाजिक नेतृत्व हाम्रा शैक्षिक नेतृत्वले त्यो कुरालाई मनन गरेर आफूलाई त्यो खालको संस्कार संस्कृतिमा ढाल्न सकेको देखिँदैन त्यो ढाल्न जरुरी छ। त्यसले गर्दाखेरि रूपान्तरण मैबाट भन्ने कुरा चाहिँ सबैले मनन गर्नुपर्छ त्यो बोलीमा होइन व्यवहारमा पनि बोलीमा पनि हो व्यवहारमा पनि हो र मैले गरेको होइन कुनै पनि व्यवहारबाट नै अर्को मान्छेले मलाई बुझिराखेको हुन्छ मैले बोलेका शब्दहरूले मेरो हैसियत देखाउने हो त्यसले गर्दा मैले बोल्ने शब्दहरू शालीनतापूर्वक सभ्य भाषामा पनि सशक्त प्रस्तुति मैले दिन सक्छु भन्ने हिसाबले यो गाली गलौज अर्कोलाई हेपेर बोल्दाखेरि म ठुलो हुन्छु भन्ने हिजोको जुन सामन्तवादी संस्कार छ नि अहिले पनि हाम्रा ठुला नेताहरूमा त्यो देखिन्छ। ठुला नेताबाट गलत कुरा चाहिँ त्योभन्दा पछाडिका कार्यकर्ता समर्थकहरूले नसिकौँ नयाँ पुस्ताले गलत कुरा चाहिँ जति ठुलो मान्छेले भनेको भए पनि नसिकौँ त्यही भएर मैले चाहिँ ती कुराहरूलाई विश्लेषण गर्नुपर्छ र विवेक प्रयोग गर्नुपर्छ भनेको त्यसले गर्दा असल कुराहरू इतिहासबाट सिकौँ गलत कुरा जतिसुकै ठुला मान्छेले भनेको भए पनि त्यसलाई हामीले नो भन्न सिकौँ होइन नाइ भन्न सिकौँ भन्ने छ नि। अनि त्यस पछाडि यो गणतन्त्रमा कुनै पनि पद भनेको अस्थायी हो थाई भनेको हामी चाहिँ नि सार्वभौम नागरिक हो त्यसले नागरिक सार्वभौम नागरिक हुने कुरामा हामी सबैले गर्व गरौँ र मैले अर्को मान्छेसँग जस्तो व्यवहार चाहन्छु मैले अर्को मान्छेलाई त्यस्तै व्यवहार गर्नुपर्छ भन्ने खालको कुरा हामी सबैले मनन गरौँ र व्यवहार गरौँ भन्न चाहन्छु। हस् यहाँलाई धेरै धेरै धन्यवाद। हस् धन्यवाद। बीबीसी नेपालको यो पडकास्टमा हामीले लैङ्गिक समानताको विषयमा विभिन्न कोणहरूबाट डिस्कसन गऱ्यौँ। लैङ्गिक समानताको दृष्टिमा हामी नीतिगत तहमा केही अगाडि भए पनि यसको कार्यान्वयनको पक्ष ज्यादै फितलो भएका कारण धेरै चुनौतीहरू अझै पनि यथावत छ। बीबीसी नेपालको पडकास्टको पहिलो एपिसोड यही सकिन्छ। नमस्कार।